अब सबैभन्दा पहिला त तपाईँले खर्च भन्नुभयो होइन। अब खर्च त हेर्नुहोस्, हामी त्यस्तो करोडौँ खर्च गरेर हामी चुनाव लड्ने भन्ने कुराकै बर्खिलाप हो होइन। त्यसको बर्खिलाप हाम्रो क्रान्ति, हाम्रो यो अभियान भनेकै तपाईँको चाहिँ नि फजुल खर्च विरुद्धको हो, जो तपाईँले भन्नु खोज्नु भएको थियो होइन। अब जस्तै केसम्म सुनियो भन्दाखेरि टिकटै पाउनको लागि पैसा दिनुपर्छ। जस्तै मैले भोलि उहाँलाई टिकट दिँदाखेरि उहाँबाट मैले पैसा लिएँ भन्दा अरू र ममा के फरक भएर यो यत्रो गरेको त जिरोसँग, जस्तै अङ्कलाई नि होइन, जति नै अङ्क लेखे पनि जिरोसँग गुणा गरिदियो के हुन्छ है। अङ्कले यति धेरै अङ्क लेख्यो अनि लास्टमा मल्टिप्लाइड विथ जिरो भनेपछि एन्सर जिरो आउँछ नि, जिरो हुन्छ। त्यसले गर्दाखेरि हामी त्यो खालको पैसाको चलखेल, यता हेराफेरी, ब्रिफकेसको कुरा भन्ने कुराहरू कतै हुँदैन होइन। त्यसकै विरुद्धमा लडेर यत्रो वर्ष म आएको छु भनिसकेपछि मैले नै बनाएको यसको जन्मदाता मै हो होइन। हरेक कुरा चाहिँ मैले चाहिँ गरिराखेको छ यहाँ। भोलिको दिनमा म सबैजनालाई पनि भन्न चाहन्छु है, सबैजनालाई सबै कालमा है, फेरि आजभन्दा तपाईँको 50 वर्ष 60 वर्ष 70 वर्ष पछाडि पनि श्रम संस्कृति निट एन्ड क्लिन बन्नुपर्छ। तपाईँ हामी रहे पनि नरहे पनि सो भएको कारणले गर्दाखेरि हामी यहाँ पैसाको चलखेल गर्दैन। टिकटको लागि पैसा लाग्दैन। अब प्रचारका लागि अब तपाईँको चाहिँ सामान्य पर्चा सर्चा होइन, अब चाहिँ छाप्ने प्रचार सामग्रीको लागि प्रेसले त्यतिकै दिँदैन। त्यसले गर्दाखेरि त्यसको जो हामी गर्छौँ, तर हो त्यही नहोस् भनेर हामीले झन्डा पनि नबनाएको के छ। झन्डा मात्रै तपाईँको 1 करोडको बनाउनु पर्छ, 5 करोडको बनाउनु पर्छ होला अब देशभर त होइन। अनि 5-5 करोड तपाईँको चाहिँ खर्च त्यो कपडा च्यातेर होइन, तपाईँको चाहिँ बिना पोसाकको फाटेको लुगा लगाएर